क्रान्ति त हामीले युद्ध त हामीले धेरै गऱ्यौँ होइन। कहिले देश बनाउने नाममा, कहिले धर्म संस्कृति बचाउने नाममा युद्ध गऱ्यौँ, कहिले आफ्नै परिवारका सदस्यसँग युद्ध गऱ्यौँ। तर खोजेको शान्ति, खोजेको प्रगति, खोजेको खुसी कहिल्यै पाएनौँ। किन पाएनौँ त आखिर? किनकि हामीले वास्तविक युद्ध लडेनौँ के सर। के हो त त्यो वास्तविक युद्ध? के हो त त्यो साँच्चीकै युद्ध जुन चाहिँ लड्नै पर्ने थियो? एउटा भनाइ छ, एउटा युद्ध लड्नु छ, आफैलाई जित्नु छ। के हो त्यो भनेको? आफैलाई जित्नु भनेको आफ्नो लोभ, डर, त्रास, आफ्नो भावना, आफ्ना विचारलाई जितेर अगाडि बढ्नु आफूमाथिको विजय हो। त्यसकारणले यो दुनियाँमा असली युद्ध, यथार्थ युद्ध, वास्तविक युद्ध छ भने त्यो हो तपाईँ आफैसितको लडाइँ। एउटा भनाइ छ नि, जुन मानिसले आफूले आफूलाई जित्यो त्यसले दुनियाँलाई स्वतः जित्ने गर्दछ। कसरी? जब तपाईँलाई तपाईँको लोभमाथि, डरमाथि नियन्त्रण छ भने तपाईँलाई कसले डराउन सक्छ भाइ? तपाईँलाई कसले लोभ्याउन सक्छ? मृत्युले पनि तपाईँलाई डराउन सक्दैन। एकै युद्ध गर्नु छ, आफैलाई जित्नु छ। यदि यो युद्ध भयो, अरू जस्तासुकै युद्ध भए पनि न त देश बदलिनेछ, न त तपाईँको प्रगति हुनेछ, न त तपाईँ सुखी शान्ति हुनुहुनेछ। त्यसकारण सबैभन्दा गर्नुपर्ने हरेक मानिसले सर्वप्रथम आफूमाथिको विजय हो है त।